बारी माइजुकै हो यो चाहिँ मेरो काकी र माया दिदीको कमाल हो वाउ हेलो केन्जो हाय वाउ यस्तो राम्रो फ्लावर आउने यता आउन हामी यस्तो गरौँ न वाउ हाम्रो माया दिदी चाहिँ हो क्या यता हेरिदेऊ त हो बारी माइजुकै हो ओ माई गॉड सो प्रिटी है अब हामी हजुरहरूलाई उता जगडोल पुगेर भेटौँला है साथीहरू त्यसरी मान्छे उता पठाउने अनि त्यसपछि अनि उनीहरूले मलाई लोकेसन पठाउँछ होइन कहाँ जाने भनेर अनि कहाँ लग्ने भनेर अनि त्यहाँ जान्छु अनि पोस्ट गरेर अनि आउँछु त्यस अब 1 विकमा चाहिँ मैले के हो गर्नु पऱ्यो 1 विकमा चाहिँ सबै कम्प्लिट गर्नु पऱ्यो किनकि उनीहरूकोमा टुरिस्टहरू आउँछ यस्तो डेकोरेसन उनीहरूले फेरि नयाँ के हो पनि खोलेको छ क्या नयाँ होटेल बिल्डिङ बनाएको छ नि त अनि त्यही भएर मेरो बहिनीले चाहिँ यस्तो दामी स्कुटर चलाउँछ क्या उसकै घरकै टोलतिर आएको हो हामी तर हामी चाहिँ खास चटपटे खाने प्लान थियो तर मेरो बहिनीलाई चिनै के खानु मन लाग्छ अनि हामी अब चाहिँ मोमो खान जान लाग्यो अब हामी हजुरहरूलाई त्यहाँ गएर भेटौँला यो चाहिँ मेरो बहिनीको घर जाने बाटो एकदम राम्रो छ अनि यो जगरो जाने पनि बाटो हो अब हामी चाहिँ गएर भेटौँला ल मोमो खाने ठाउँमा बाई मुक्तान मोमोमा आइपुग्यो हामी मोमो खानलाई ल जाऊँ बहिनीले चाहिँ यहाँ पिरो अचार हाल्दैछ यहाँको मोमो टेस्ट गरौँ तर हामी अस्ति बिर्स्यो है टेस्टै अब खाएर हेरौँ है त गाइजहरू मेरो बहिनी चाहिँ पार्टनर हो है हामी जहाँ जाने हामी सँगै हुन्छ जे खानु लाग्यो बेला नि हो कि होइन भन त यहाँ त घन्टी भने चलिरहेछ अब हामी चाहिँ मोमो खाउँ है चियर्स कस्तो दामी लाग्छ म चिकन ट्राई गरेको म बफ ट्राई गर्छु बहिनीकोबाट ठिक छ बफमा त तर झोलै मिठो हो बफ मिठो रहेछ तिम्रो मेरो टेस्टहरू सिमिलर भइरहन्छ नि थाहा छ याद गरेछौ तिम्रो मेरो माया दिदीको है हामीलाई त्यो हिरो चाहिन्छ अनि प्लक्क परेको चाहिन्छ बफ त अझै मगाउनु पर्छ क्या यो खाउँ ल हामी जहिले धेरै अर्डर गर्छ लास्टमा खानै नसक्ने गरिहाल्यो अब हामी अहिले खाइसि भेटौँला है गाइजहरू ल बाई बाई गर्दै बाई ओ मेरो ह्यान्डसम भाइ यता हेर न हेलो वेलकम टु माई ब्लग माई डियर ब्रदर ल यत्रो यार हाइट कति रे तिम्रो म 7 फिट हुन्छ 7 फिट यहाँ यस्तो छ यार स्टोरी भन्नु न त यो भ्युअरहरुलाई स्टोरी भन्नु न त स्टोरी के को स्टोरी आजको स्टोरी आज भर त मैले भ्लग अघि भर त हैन मामा घर आएर सुरु गरेको यो चाहिँ मेरो भाइ हो हैन मेरो भाइ चाहिँ एकदम ह्यान्डसम छ उ सिंगल हैन उ मिंगल हो बोल्ड फेरि मेरो बुहारी नानीले यहाँबाट हेरिरह होला हैन कस्तो ह्यान्डसम आम के हो यो कपाल ल
अलिकति मिलाउने यार कपाल हल्का अब मेरो भाइले एकचोटि मलाई अब के अरे ऊ राइट लग्छु भनेको छ है तर कहिले लग्छ थाहा छैन अनि तिम्रो इन्सुरेन्स अनि किन नगरेको तिम्रो इन्सुरेन्स मान्छे नगर भन्यो मलाई हो वाइ 5,000 मात्रै हो 5,000 ले क्लेम नगर पछि तिम्रो बाइक बिग्रिहाल्यो पनि हैन ए 65,000 बिल आउँछ त्यो बेला क्लेम गरेर ठिकै छ नि त त्यो अब त्यो 4-5 हजार उ नत्र ऊ मेरो ज्वाइँले गरिदिन्छु भनेको थियो नि त जहिले चाहिँ ढुकाउ हँ जहिले ढुकाउ अब नेक्सन ढुकाउ पर्यो त ओके पुलिस रिपोर्ट चाहिन्छ भने हैन पुलिस रिपोर्ट मेरो भाइले चाहिँ यो गिफ्ट दियो होइन यो भाइले तर हो कि हेर्नु मलाई विश्वास गर्ने गाह्रो भयो साँच्चै के हो नि यो मलाई साँच्ची हो पछि अनि यो भिडियो अफ गरी चाहिँ होइन भन्दा उसको गर्लफ्रेन्डले दिए जस्तो लाग्यो हैन हैन यस्तो रिबन छ अनि म एकदम गुड भयो गुड बोय साँच्ची के फेरि म त अहिले फेरि मलाई मैले राखेको भन्यो नि म पढ्दैछु अब नेपाल ड भनेको ल मेरो भाइले चाहिँ यहाँ पढ्दैछ अब नेपाल ड भन्ने रे होइन वर्षमा एकचोटि पढ्यो नि नेपाल ड यहाँ हेर्नु न यहाँ ऊ यस्तो पर्फ्युम लाउँछ यार ऊ यसको फ्यान हो तिमी ड्रेक मेरो भाइ हो त्यो सिङ्गर होइन यो सिङ्गर ड्रेक भनेको सिङ्गर होइन सिङ्गर नै भन्छ तपाईँ अनि ऱ्यापर हो होइन अनि त्यही त हो नि मलाई थाहा छ त यो केटा थाहा होइन हौ सबै थाहा छ यहाँ हेर्नु मेरो भाइको यो रुम हो है मेरो भाइको रुम चाहिँ यस्तो छ एस्थेटिक नम्बर एस्थेटिक यस्तो छ मेरो अलि बाइकको हिरो नै एस्थेटिक के गर्नु बाइकको चाबी छैन कि अहिले त्यहाँ ए यहाँ मसँग स्पिड चाबी छ होला स्पिड चाबी देखाइदिनु ल देखाइदियो ल गाइस गेस मेरो बाइक ल मेरो बाइक भाइ मेरो भाइको रिजल्ट त्यो त नहेरौँ ल देखाउ ल मेरो बाइक गेस गर्नु ल कुन बाइक हो मलाई के तिम्रो बाइक यो ल गेस ल कमेन्टमा ल कमेन्ट ल डाउन बिलो गेस गर्दिन है ल चाबी हेरेर गेस गर्दिन कमेन्ट न डाउन बिलो ल ल ओके ल कमेन्ट डाउन बिलो यो के हो कालो चाबी यस्तो कुन चाबी हो थाहा पाउनु ल है अब स्पिड चाबी स्पिड चाबी ल ओ ल गेस गर्दिन है 2 गर्नु काउन्टर ल 3 3 2 1 ल ओ अब हेरौँ यो भाइले मलाई राइट लग्छ कि लाग्दैन राइट त अब तपाईले लगेन अनि जानेछ मैले अरूले लगौँ भने लगले पाएको छैन ए अरूलाई त लगिसक्यो होला नि तिमीले छैन तिम्रो बाँकी के छ मलाई तर यो पर्फ्युम चाहिँ दामी लाग्छ है मलाई यो पर्फ्युम चाहिँ राम्रो लाग्छ बोइज भरेको फेभरेट मैले यसको स्मेल पनि थाहा छ नि त मलाई यसको मेरो हस्बेन्डले खै के पो लाउँछ हौ बोस भन्ने लाउँछ बोस यो होला हेर्नु ल यो बोस हुगो हो यही ब्रान्डको हुगो मैले हुगो लाउँछु खै त कुन हो हुगो फालिसक्यो खै चाहिँ स्मेल घरमै त ल यता हेर्नु ल हो मलाई हो बोइज भरिको होइन बोइजहरूले लाउने पर्फ्युम मध्येमा यो मनपर्छ क्या खै कुनलाई देखाउ त ओ CR7 आमा रोल्ड फ्यान नि त फुवाजै ल्याइदिनु हो पहिला ल्याए मलाई खै एकचोटि स्मेल गरौँ न नभन्दा अति नराम्रो छ हो हल्का हल्का गर्छु नि ल हेर्नु त मलाई त लाग्यो छैन यस्तो नराम्रो छ आउनु भयो फुवा जुल सुन्नु त मलाई त मन पर्दैन त्यो CR7 त ओ CR7 के हो यार यस्तो फ्लफ तर मेरो चाहिँ यो हो फेभरेट बोइज भरमा यो मलाई उ त्यो हुगो पनि मनपर्छ हुगो हो नामी हो त बोस यो पनि मनपर्छ मलाई अनि यो पनि राम्रो छ तिम्रो यहाँभरिमा कुन हो फेभरेट यही हो यो हो ल यो पनि ट्राई गरौँ न ल गरौँ बलगाडी ल कता यता ओ नि मिक्स हुन्छ 10-15 वटा उयो लिएर जाने यो पनि मिठो छ तर आई एम बिग फ्यान अफ दिस CK युज गर्दिन केल्भिन यसको केल्भिन के हो यसको प्रोनाउन्स यसको यो त ब्रान्डै हो नि हैन लिनु ल यो स्किनहरु के ल दिदी मबाट यो लिनु त ल के रे सिरम के गर्ने मैले सिरम तपाईलाई गिफ्ट दिन्छु ल यो कहाँ लाउने भन त यो मुखमा लाउने हो हुन त यो भाइले साँच्चै के मलाई यसले यो युट्युबको लागि मात्रै भनेको कि होइन यो भ्लगको लागि मात्रै भने साँच्ची हो ल थ्याङ्क यू यो भाइले दिएको है मलाई यो यस्तो फेरि यो यस्तो टाइपको सिरम मैले अझै ट्राई गरेको छैन ओके अब ट्राई अनि त्यसमा फिडब्याक हुन्छ है त ल डरमा ओके डरमा साँच्ची लगरी भयो क्या हो नि म कता मेरो भाइले दिएको छ है अब म यो ट्राई गर्छु अनि म यसको फिडब्याक भन्छु मैले यसको नाम चाहिँ मैले थाहा भएको हो होइन यो ब्रान्डको नाम डरमा भनेको चाहिँ सुने हो तर मैले ट्राई गरेको छैन
के भन्छ हो भने अब म ट्राई गरेर भन्छु ल त साँच्चीकै अब मैले फुवा चाहिँ अम्बो ल त्यहाँ अब त्यहाँ ल हेर्नु यहाँ मेरो बहिनीको घरमा चाहिँ यहाँ मेरो फुपूको घरमा चाहिँ डिफ्रेन्ट कपहरू छ यो चाहिँ कन्ट्री वाइजको अनि यो पनि अब सजाउने सामानहरू यो चाहिँ हाम्रो फुवाजूले बाहिरबाट आएपछि यस्तो सामानहरू ल्याइरहनुहुन्छ अनि यो चाहिँ टिभी यस्तो दामी